हिमालको फेदमा रहेको यो महाकाली नदीको किनारबाट पीडित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू तमाम तपाईँहरूले देखिराख्नु भएको छ। हामी अहिले यो ट्विन जहाँ सञ्चालन थियो त्यो ट्विन चाहिँ अहिले यहाँ भुइँमा देख्न सकिन्छ। यो अवस्थामा यहाँका नागरिकहरूले पीडा भोगिराखेको कुरा चाहिँ उहाँहरूले राखिराख्नु भएको छ। यो अत्यन्तै दुःखद कुरो हो। अब हाम्रो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले इमिडिएटली एक्सन ओरिएन्टेड भएर प्लिज डोन्ट डु ग्रम्बलिङ स्टार्ट वर्किङ को एउटा अवधारणा लिएर पक्कै पनि यहाँका स्थानीयवासीको आँखाबाट आँसु आइरहेको छ। यो दृश्यलाई मलमपट्टि लाउनको लागि सशक्त रूपमा सम्पूर्ण राजनीतिक दलहरूले आवाज उठाउनु हुनेछ। यो कुरामा हामीलाई विश्वास छ। दोस्तोबिन तपाईँ सम्पूर्ण मित्रहरूले पक्कै पनि सकारात्मक र पक्कै पनि ऊर्जा तपाईँहरूको रहने नै छ। यो दृश्य तपाईँलाई देखाइरहेको छु।